चामलको थैली के गर्नुहुन्छ है? अस्ति त तपाईँहरूलाई मैले अगाडि यस्तो भिर्ने ब्याग बनाएर देखाएको थिएँ। के हो त झोला बनाएर देखाउँछु नि तपाईँहरूलाई। यो यस्तो थैली हुन्छ नि अब यसलाई चाहिँ अब जताभावी फ्याँक्यो भने त मैला अब चामल खाइसकेपछि यस्तो त कति हुन्छ होइन। यसलाई चाहिँ अब इमर्जेन्सीमा हामीलाई झोला काम दिन्छ। कसरी भनेदेखि चाहिँ एउटा कैँची लिएर आउनुहोस् है। अनि तपाईँले चाहिँ यतिबाट यस्तो प्रकारले चारपाटे काटिदिनुहोस् है यसलाई चाहिँ। र अब तपाईँहरूले यति काटिसकेपछि है अलिकति मजाको पनि देख्नु पर्यो नि त होइन। तपाईँहरूले यसलाई अलिकति गोल काटिदिनुहोस् त यसरी। अलिकति ह्यान्डसम त देख्नु पर्यो नि यसलाई पनि होइन। अनि यतापट्टि पनि तपाईँले यसरी काटिदिनुहोस् है। यसरी काटिदिनुहोस् कि अब तपाईँहरूले ठिकै यसरी भिर्नुहोस् त। आमा देखियो नि त मजाको झोला चरक्कैको। अब तपाईँले हुँदा सिलाउनु भयो भए पनि हुन्छ है। यसलाई मजाले सिलाएर लाउनु भयो। हामी त तपाईँहरूले देखिहाल्नु भने प्रायः घाँसमा जाँदा हामीले यस्तो सिलाएर बोकेको हुन्छ। तर तपाईँहरू हतारमा के सिलाउने आइडिया छैन भने चाहिँ तपाईँहरूले कैँचीले काटेर यस्तो बनाउनु सक्नुहुन्छ है। एकदम सजिलो तरिका सिकाइदिएको है।